यो चाहिँ उनीहरूको लागि कार्ड हो। यो 3 आपलाई मैले कार्ड ल्याइदिएको छु। वेलकम। हजुरहरूले जे सोध्नु मन लाग्छ सोध्न सक्नुहुन्छ ल। हेलो दिदी। हेलो अंकिता। तपाईहरुको के को डाइट हो आज? हाम्रो रिनल डाइट। हजुर के बनाउनु भएको छ तपाईहरुले? रिनल डाइटमा चाहिँ सबभन्दा कम क्यालोरी युज गर्नुपर्छ 24 आवर्समा। त्यो हिसाबले चाहिँ हामीले चाहिँ ब्रेकफास्ट, लन्च, स्न्याक्स र डिनर गरेको छौं हैन? हजुर। अनि पानी यसमा किन छैन भन्दाखेरि चाहिँ रिनल डाइटमा चाहिँ 24 आवर्समा 1.5 लिटर भन्दा कम लेस खानुपर्ने भएको छ। यहीबाट कभर हुन्छ, दालबाट नै कभर हुन्छ। ए हजुर। हामीले चाहिँ पानी ल्याएर राखेको छैन। रिनल डाइटमा पानी खानै नहुने हो र? सबै कुरा मिलाएर हजुर। जसरी प्लेन वाटर हैन अनि दालहरु अनि त्यसपछि फ्रुटहरु सबै मिलाएर 1.5 लिटर भन्दा कम 24 आवर्स। सो नाइस। थ्यांक यू सो मच। हेलो। हजुरको के डाइट हो? डाइट हो। अनि कस्तो कस्तो खानेकुरा बनाउनु भएको छ त? प्रोटिन रिच डाइट मात्रै हो क्या? सबै भन्नु पर्दैन, एक्सप्लेन गर्नु पर्दैन। हाई प्रोटिन छ, हाई न्यूट्रिशियस छ हैन? हेलो। हेलो नमस्ते। आज के डाइट हो तपाईहरुको? अनि कस्तो कस्तो डाइट बनाउनु भएको छ त? हामीले चाहिँ सबै न्यूट्रिसनल डाइटहरु अब डाइटेटिङ मटेरियलहरु सबै चाहिन्छ नि त। हजुर। त्यही भएर सबै थरीको छ यसमा चाहिँ। थ्यांक यू सो मच। बिरामीलाई चाहिँ कतिपल्ट खाना खानुपर्छ भनेर हो। हामीले चाहिँ 4 पल्ट खानुपर्ने हुन्छ। फ्रेसमा भनेको चाहिँ बिहानको खाजा भयो जसमा चाहिँ हामीले फ्रुट्स अनि त्यस पछाडि रोटी चियाहरू खान सकिन्छौँ। त्यसै गरी अर्को भनेको चाहिँ दिउँसोको बिहानको खाना अथवा लन्चहरू भयो जसमा चाहिँ हामीले भात दाल तरकारी स्यालेड्स र अचार खान सकिन्छौँ भने दिउँसोको खाजामा चाहिँ हामीले फ्रुट्स अनि स्यालेड्सहरू पनि खान सकिन्छौँ। दही मकैहरू चाहिँ खान सकिन्छौँ। त्यसै गरी रातिको खानामा चाहिँ हामीले भात दाल तरकारी अचार चाहिँ खान सकिन्छौँ। थ्यांक यू सो मच। मेन्यू कार्ड हो अनि यो चाहिँ हामीले हाम्रो म्यामलाई चाहिँ बुझाउनुपर्छ। यसमा चाहिँ हामीले के इन्क्लुड गरेका छौँ भने चाहिँ अब हाइपरटेन्सन डाइटमा चाहिँ के इन्क्लुड गर्न सक्छौँ अनि के खानु बेस्ट हुन्छ हामीले यसमा चाहिँ सबै इन्क्लुड गरेको छौँ। वेलकम। हेर्दा हुन्छ मजाले पढ्दा हुन्छ प्लिज टक्क पढ्ने। किन भन्दाखेरि चाहिँ जहिले पनि कसैलाई पनि बोलेको छ भने त्यस्तो खालको खानेकुरा खाने भनेर चाहिँ यो चाहिँ एउटा डायबिटीको जुन हुन्छ नि हाम्रो 24 आवर्सभित्रको चार्टहरू हो र। अनि यसमा चाहिँ पहिला उठ्ने बित्तिकै हामीले के खानुपर्छ? हामीले कालो चिया खानुपर्छ, ब्ल्याक टी विदाउट सुगर खाने है। अनि
राजमा भयो, 2टा रोटी तरकारी, रोटी र तरकारी। वेलकम। यो तपाईहरुलाई साथमा एउटा एउटा लिन सक्नुहुन्छ, लिनु त। मैले चाहिँ मेरो साथीहरुको लागि पनि एउटा ह्यापी न्यू इयरको कार्ड लिएर आएको छु। लेट्स गिभ देम। यो चाहिँ उनीहरुको लागि कार्ड हो। यो 3टा कार्ड छ। लेट्स गिभ देम। गो लेट्स गो। तिमीहरु 3टाको लागि मैले कार्ड ल्याइदिएको छु। आफ्नो नाम पढेर आफै हेर के नाम भनेर। कसको नाम के छ? ए ठ्याक्कै पनि छ। यसको नाम पप्पु छ। वेलकम। You're welcome. मैले तिमीहरु यो कति किने कि? यो चाहिँ मेरो साथीहरुले चाहिँ यो चाहिँ मेरो साथीहरुले टाल्दै हुनुहुन्छ। लल्दा यो चाहिँ हाम्रो चाहिँ हाइपरटेन्सनको हो। अनि यो चाहिँ हाम्रो फुड टु बी अभोइड उसले बनाएको। यो चाहिँ यहाँ चाहिँ प्रिपेरेसन हुँदैछ। प्रिपेरेसन स्टार्ट हुँदैछ। आज चाहिँ हाम्रो न्युट्रिसनल एक्जिबिसन हो र यो चाहिँ हाम्रो टिम हो। हाई गाइस, कविना। अनि हाम्रो चाहिँ हात ताल्ने कार्यक्रम लगभग सिकिसकेको छ।
पुतली हाम्रो पुतली के ग्रुप हो तपाईहरुको ग्रुपको नाम के हो के को ल दामी दामी छ यो चाहिँ अस्ति नै हामीले भिडियोमा खाएको बबल्टीको हेरे ओइ रोटीको डेमोन्स्ट्रेसन देऊ न साथीहरु प्लिज घुमाइदेऊ न यता उता मलाई देखाऊ हेल्दी डढेको के भन न मिल्कारीको बारेमा मिल्कारीलाई के भन्ने भन्दा भन्दा खाएको जस्तो छ हाइपरटेन्सन भएको बेलामा खाना हुने चाहिँ हाम्रो फ्रुट्सहरू रहेको छ भने खाना नहुने चाहिँ रक्सी जुस बियर सोयाबिन खै हाम्रो सोयाबिन नै हाल्नु पऱ्यो नि त सोयाबिन केमा थियो सोयाबिन रातिको खाना हाइटी सबैभन्दा हाइटीले त तरै त्यहाँ माथि चढेर क्या यो 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 अथा यो चाहिँ हाम्रो ग्रुप हो सबनम हो उहाँलाई त चिन्छ तपाईँहरूले